कन्टेन्ट म त्यस्तो कन्टेन्ट बनाउँछु जुन कन्टेन्टले तपाईँको जीवनमा एउटा जीवन आधार बनोस्, जीवनको एउटा सार बनोस्, जीवनको एउटा बाटो बनोस् अनि सम्पूर्ण जीवन दर्शन बनोस्। के सुन्न चाहनुहुन्छ त्यस्तो कन्टेन्ट? जुन कन्टेन्ट सुन्दा तपाईँको चाहिँ जिउ जिरिङ्ग गरोस्, तपाईँको चाहिँ आँखा ठुल्ठुला हुन्, कान ठाठा हुन् है, जिउ एउटा फुलेर आओस्। के सुन्न चाहनुहुन्छ त्यस्तो कन्टेन्ट? ल सुन्न चाहनुहुन्छ भने ल सुन्नुहोस् त्यसो गरे है। यो फोन जस्ट फोन रिसिभ गर्ने र मनोरञ्जनको साधन मात्र होइन। यो त मेरो ड्रिम बुक हो। जसबाट लिएको इन्फर्मेसनले र जसबाट लिएको चाहिँ नलेजले म यो दाहिने हात छ नि, दाहिने हात यसले म यो मेरो आफ्नो परिवारको भविष्य, मेरो भविष्य छुटेको भरोसा उडेको भविष्य बनाउने यी दाहिने हात छन् है। र यो दाहिने हातले म आफ्नो सपना कोर्छु र समाजको सपना कोर्छु र सम्पूर्ण देशको सपना कोर्छु। सम्पूर्ण युवामा यो तागत छ है। र त्यस्तै गरेर मैले बोकेको अर्को एउटा छ यो झोला नि। यो झोला मात्र झोला होइन, यो बच्चाको लागि बुक राख्ने है, बुक अनि नास्ताहरू राख्ने झोला हो भने यही झोला बुढाबुढीको लागि एउटा खानेकुरा राख्ने, एउटा औषधिहरू राख्ने बुढेसकालको सहारा हो। त्यसै गरी यो झोला हामी युवाको लागि भने सपना, आफ्नो भविष्य बोकेर हिँड्ने आशा भरोसा सपना बोकेर हिँड्ने झोला हो यो झोला है। त्यसैले अहिले टुटेका सपनाहरू, टुटेका भरोसाहरूलाई चाहिँ साकार पार्नु छ र हामीले आफ्नै झोला बोकेर हिँड्नु छ है। त्यसैले हामी अरूको झोला होइन, आफ्नै झोला बोकौँ र समग्र हाम्रो परिवारको भविष्य बनाऊ र आफ्नो युवाहरूको भविष्य बनाऊ अनि परिवारको भविष्य बनाऊ र समग्र देशलाई समुन्नतितिर लैजाउँ भन्न चाहन्छु। हस्, धन्यवाद।